पुरा मान्छेहरू आउँदैछ यताबाट होइन हाम्रो स्टेडियम भित्र आइसक्यो मेसी हेलो गाइज व्हाट्सअप होइन वेलकम ब्याक टु माई एनदर भ्लग सो आजको भ्लगमा चाहिँ अब इन्टर मायामीको म्याच हेर्न जाँदैछु होइन सो इन्टर मायामी भर्सेस एसी पाल्मेरिस हुँदैछ फिफा क्लब वर्ल्ड कपमा अनि त्यसपछि अब हामी चाहिँ अहिले गाडीमा छौँ म्याच चाहिँ हार्ड रक स्टेडियममा हो अब लगभग पुग्नै लाग्यो 0.5 माइल्स बाँकी छ पुग्नलाई अनि अब जे होस् आज म्याच हेर्नुपर्छ होइन जे होस् खत्रै एक्साइटेड छु अब लेट्स सी अब मेसी देख्न पाउँछ ल हाम्रो चाहिँ अब यता सफल चाहिँ सफलको गाडीमा हो भर्खर नयाँ नयाँ किनेछ ल यता मिररबाटै देखाइदिएँ मैले चाहिँ होइन शैलेश दाई यस भाइ मेसी कलिङ अनि भाउजू हुनुहुन्छ यता भाउजू चाहिँ अलिकति कार सिकनेस भएर मोसन सिकनेस भएर अहिले रेस्ट गर्दै हुनुहुन्छ यता छ प्रसून भाइ हेलो अनि एज युजुअल इट्स योर ब्लगर मी होइन अनि अब पुगिहाल्यो अब हार्ड रक स्टेडियम ल अब यसो म्याच प्रिडिक्सन के छ त आज त 2-1 हुन्छ ल दाइ म चाहिँ ड्र हुन्छ भन्छु गेम हो कति स्कोर त 1-1 मेरो चाहिँ के प्रिडिक्सन छ भने म पनि ड्र नै हो होइन तर 2-2 हुन्छ म चाहिँ मेरो प्रिडिक्सन चाहिँ प्रश्नको के छ प्रिडिक्सन मलाई त्यो ब्राजिलको क्लब कस्तो थाहा नै प्रिडिक्ट गर्न सक्दिनँ ल ठिकै छ जे होस् अब मेसीले चाहिँ गोल हानोस् होइन मेसीले गोल हानेको हेर्न पाऊँ होइन त्यही हो ड्रिम होइन मेसी खेलेकै हेर्ने ड्रिम हो भोलि बर्थडे छ मेसीको आज जुन 23 होइन नेपालमा भइसक्यो जे होस् आज पनि फर्ममा छ जे होस् लास्ट म्याचमा अब फ्री किक गोल छिराएको हो अब यसपालि पनि अब जे होस् राम्रै फर्मबाट आउँदैछ होइन लास्ट टाइम चाहिँ अब मेसी हेर्न पाइएन टाढाबाट हेर्नु पर्यो सो आज चाहिँ मस्तले अब मेसी हेर्ने गेम भनेको चाहिँ अब होइन जिते पनि हारे पनि मेसी सपोर्टर हो आज हामी नेपालीहरू सफल साथी पनि ब्लगर हो है अनि उसले पनि ब्लग बनाउँदैछ सो यही गेमबाट दुईटा ब्लग आउँदैछ होइन हाम्रोबाट मायामीको बाटोमा हार्ड रक स्टेडियममा छ आजको गेम र हाम्रो हार्ड रक स्टेडियम पुग्न चाहिँ 11 मिनट थियो अब 10 मिनट 2.5 माइल्स बाँकी छ लास्ट टाइम पोस्ट मलोनको कन्सर्ट जाँदा चाहिँ म चाहिँ अब पुरै त्यो हाइवेको बाटो गएको थिएँ होइन बट यसपालि चाहिँ गुगल म्यापले जो स्ट्रिटबाट चाहिँ रुट देखायो अनि अब जे होस् ट्राफिक त्यस्तो भएन बट अब अब त्यहाँ पुगेपछि मेन इस्यु भनेको चाहिँ अब पार्किङ खोज्ने हो एन्ड होपफुली पार्किङ पनि पाओस् होइन यता अब यहीँदेखि प्याक हुन थालिसक्यो होइन एज यु गाइज क्यान सी यस्तो गाडीहरूको लाइन छ यता स्टेडियम जानलाई होइन स्टेडियम जाने बाटो चाहिँ यहाँ हो हामीले चाहिँ यतानिर पार्किङ गऱ्यो किनभने अब त्यो पार्किङको टिकटै मिलेन क्या अनि त्यही भएर अब हामीले $20 चाहिँ अब यतै गर्नु पऱ्यो अनि अब यता जर्सी किन्ने होला दाइले $50 for this one. How much? 40. No. 50बाट 40 मा घटायो 25 यता ल जर्सी किन्दै दाइ यस्तो छ ल माहौल पार्किङको लागि चाहिँ यसरी मान्छेहरू बसिरहेछ होइन
हामी चाहिँ त्यसरी नै खोजेरै पार्किङ गरेर आएको त्यसपछि अब दाइको पुरा नेगोसिएसन चल्दैछ अब हामीले स्पेनिस बुझ्दैनौँ होइन नो इन्टिएन्डो स्पेनियल सो द्याट्स वाइ अब के गरौँ माइमा तर स्पेनिस बोल्नै आउनु पर्दो रहेछ क्या अनि यो चाहिँ पुरै अब हाम्रो साथी पुरै एडभान्स ल जुन जर्सी लाउँछ त्यही सफल मेसी अनि मेसी खोलेको झन्डा छ यता बिजनेस चाहिँ यस्तै हो है रोड साइड बिजनेस पुरा अब हुन्छ नि डिमान्ड ज्यादा सप्लाई कम How much for Red Bull? 7. Oh, that's too much. $7 रे यार रेड बुलको लागि म 266 तिरेर खान्छु यार $7 रे गाइस जाम यस्तो छ यता स्टेडियम जानेको जाम हामी हिँड्दै जाँदैछौँ स्टेडियम अझै लाइक 15 मिनट्स टाढा छ अनि यहीँदेखि यस्तो जाम हुन थाल्छ क्या पुरा मान्छेहरू आउँदैछ यताबाट होइन हार्ड रक स्टेडियम जानको लागि अनि हार्ड रक स्टेडियम चाहिँ उयो हो पुरा इन्टर मायामी भन्दा बढीको फ्यानहरू चाहिँ पाल्मेरिसको होला क्या यता होइन मान्छेहरू टन्नै आउँदैछ पछाडिबाट ल गाइस सेक्युरिटी चेक इन भयो होइन अब सबै टिकटहरू हेऱ्यो अब भित्र फाइनली आयो हामी अनि यता अब ल सेल्फी हान्दैछौँ है हामी ल त देखिँदैछ हार्ड रक स्टेडियममा नेपाल मेसी अब पुरा यता यसरी हाम्रो यसरी टिकट स्क्यान हुन्छ यता अनि सब मान्छेहरू गइरहेछ पुरै एटमोस्फियर चाहिँ यस्तो छ है गाइस यता सबै एसी पाल्मेरिसको फ्यान्सहरू एकदम यो हो नि त अल्टिमेट फुटबलको एक्सपिरियन्स भनेको त स्टेडियमको माहौल यस्तो छ है यता 34 अलि उतै हो हाम्रो सेक्सन चाहिँ 334 हो होइन अनि हामी चाहिँ त्यहीँ जाँदैछौँ अहिले गाइस स्टेडियमभित्र आइसक्यो हामी अब ग्राउन्ड चाहिँ खाली रहेछ उहाँमा गरिसक्यो कि गराएन त्यो अब के अरे स्टेडियमहरू भर्दैछ यता अब पुरा एटमोस्फियर खतरा हुँदैछ होइन आज डेसिबल लेभल पुरा हाई होला जस्तो छ होइन फ्यानहरू त त्यहाँ हुन्छ नि त एटमोस्फियर चाहिँ बब्बाल छ यहाँको होइन
गाइस अब चाहिँ दामी एटमोस्फियर भइरहेको छ यता कडक एटमोस्फियर चाहिँ बबाल छ यहाँको होइन हार्ड रक स्टेडियमको अनि यता जस हुन्छ नि पुरा अब हुन्छ नि फुटबल होइन अमेरिका त्यो हुन्छ नि लाइक साउथ अमेरिकन टिम त्यस्तै आइरहेको छ पुरा यहाँ बुकिङ पनि गरिरहेको छ होइन त्यो कालमेरिसको फ्यानहरूले त्यही भएर पनि पुरा एक्स्ट्रा एटमोस्फियरमा अझै थपिन्छ क्या
गाइज होइन आउट्रो चाहिँ बनाएको रहेछ, त्यही भएर म यो एक म्याच भएको कति लगभग एक हप्तापछि आउट्रो बनाउँदैछु होइन। अब राउन्ड अफ 16मा पिएसजीसँग फेस गर्यो र नकआउट भइसक्यो इन्टर मायामी चाहिँ, बट ठिकै छ होइन। जस मैले स्कोर प्रिडिक्सन गरेको थिएँ 2-2 होइन, त्यो चाहिँ जस करेक्ट भयो होइन। जस राम्रै एक्सपिरियन्स भयो मेसीलाई, फर्स्ट टाइम अब बच्चैदेखि हेरेको मेसी होइन, मन पराएको मेसी होइन, अब त्यहाँ खेलेको देख्दा होइन एउटा ड्रिम थियो मेसीलाई हेर्ने, त्यो चाहिँ फुलफिल भयो भनौँ न होइन। अनि जस रमाइलो एक्सपिरियन्स भएको थियो त्यो गेममा चाहिँ होइन। अनि म पहिला पनि चेस स्टेडियममा गएर हेरेको थिएँ, तर त्यति बेला मेसी खेलेको थिएन होइन। त्यो भिडियो हेर्ने हो भने चाहिँ म माथि यो आई बटनमा राखिदिन्छु होइन, त्यो भिडियो पनि चेकआउट गर्नु होला। अनि सो या थ्याङ्क यू गाइज फर वाचिङ दिस भिडियो होइन। अब यो भिडियो मन पऱ्यो भने लाइक गर्नु होला होइन, र यदि तपाईँ नयाँ या सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ तल सब्सक्राइब गरिदिनु होला होइन। मलाई सपोर्ट हुन्छ एन्ड इट मिन्स अ लट टु मी। सो कमेन्ट पनि गर्नु होला भ्लग कस्तो लाग्यो भनेर। सो थ्याङ्क यू गाइज फर वाचिङ दिस भिडियो, अन्टिल नेक्स्ट टाइम।